धुलीखेलको एउटा रिजोर्टमा चाहिँ 29 वर्षीय एकजना पुरुष चाहिँ स्विमिङ खेलिरहेको अवस्थामा चाहिँ करेन्ट लागेर उहाँको मृत्यु भएको छ। अनि यो पानी र बिजुली भनेको चाहिँ एकदमै डेडली कम्बिनेसन हो, एकदमै डरलाग्दो, एकदमै डेन्जरस, एकदमै हानिकारक कम्बिनेसन हो हैन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ तपाईहरु पनि कुनै रिजोर्टमा चाहिँ स्विमिङ पुल खेल्नको लागि चाहिँ स्विमिङ पुल भएको रिजोर्टमा जाँदै हुनुहुन्छ भने चाहिँ त्यो रिजोर्टले चाहिँ त्यो स्विमिङ पुलको कस्तो खालको मेन्टेनेन्स गरेको छ त्यसको सर्टिफिकेटहरु मगाएर तपाईहरुले हेर्न जरुरी छ है। नत्र भए यो जला पनि पर्न सक्ने कुरा हो नि त। अनि पानी र बिजुली भनेको एकदमै डेडली कम्बिनेसन हो हैन, त्यसमा हामी पनि पर्न सक्छौं। त्यो भएको भएर चाहिँ तपाईहरु आफ्नो प्रिभेन्सन गर्नको लागि चाहिँ तपाईहरुले त्यो रिजोर्टमा जाँदै हुनुहुन्छ, स्विमिङ पुलहरु भएको रिजोर्टमा जाँदै हुनुहुन्छ भने चाहिँ तपाईले आफ्नो लागि, आफ्नो केयरको लागि चाहिँ त्यो मेन्टेनेन्स कतिचोटी भएको छ, कसरी उनीहरुले मेन्टेनेन्स गरेको छ भनेर चाहिँ चेक गर्नको लागि जरुरी छ। र होटलहरुले पनि म स्विमिङ पुल राख्छु, म मान्छेहरुलाई, ग्राहकहरुलाई तान्छु भनेर नै स्विमिङ पुल राख्नु भएको, मान्छेलाई मार्छु भनेर स्विमिङ पुल त राख्नु भएको हैन होला हैन। त्यो भएपछि तपाईहरुले पनि त्यसलाई नेग्लिजेन्स नगरिकन तपाईले राम्रोसँग मेन्टेनेन्स गरेर राम्रोसँग केयर गर्नुपर्छ। किनभने इलेक्ट्रिसिटी र पानी त्यहाँ भइसकेपछि दुईटाको मिश्रण त एकदमै डेन्जरस हुन्छ भने त सबैलाई थाहा छ नि त। अनि अब होटल त अब अकाउन्टेबल भइ नै हाल्छ मान्छे मारिसकेपछि हैन। अब यस्तै अरु होटलहरुले पनि यो कुराहरुबाट चाहिँ बुझ्न र सिक्न जरुरी छ है। अनि त्यसपछि अर्को कुरा चाहिँ के छ भने कोही मान्छे चाहिँ त्यो स्विमिङ खेलिराखेको बेलामा चाहिँ उसलाई केही सेन्सेसन हुन्छ भने चाहिँ त्यतिकै के पनि हैन होला भनेर स्विमिङ नै खेलेर चाहिँ नबस्नु होला। तपाईलाई केही डिफरेन्ट भाइब आयो, केही नयाँ सेन्सेसन आयो भने चाहिँ तपाई आफूलाई सहयोग गर्न सक्नुहुन्छ स्विमिङ पुलबाट निस्केर हैन। तर हामी चाहिँ के कुराहरुमा नेग्लेक्ट गरिराखेका हुन्छौं नि, त्यसबाट पनि हाम्रो मृत्यु पनि हुन सक्छ, हामीलाई असर पनि पर्न सक्छ। त्यो भएको भएर चाहिँ आफ्नो ख्याल गर्नु होला हैन। अनि कसैले चाहिँ तपाईले स्विमिङ पुलमा चाहिँ करेन्ट लागिरहेको अवस्थामा अथवा पानीमा करेन्ट लागिरहेको अवस्थामा देख्नु भयो भने चाहिँ तपाईहरु सिधै बचाउन नजानु होला। पहिला सुरु चाहिँ त्यो जुन मेन स्विच हुन्छ त्यो चाहिँ अफ गरेर बल्ल मान्छेलाई बचाउन जानु होला हैन। अनि त्यसपछि अब यसरी मान्छे मारिसकेपछि त होटल त अकाउन्टेबल भइ नै हाल्छ, न्याय पाउनुहोस् भन्ने त लागि नै हाल्छ हामीलाई हैन। तर अब सकेसम्म कसैलाई पनि नहोस्, यो पनि डेथ नभएको भए हुन्थ्यो। तर अब भएको कुराले कसैले पनि रोक्न सकिदैन। तर सबैजनाले चाहिँ एकदमै प्रिभेन्सन आफ्नो केयर गर्नु होला।